गाइज वेलकम टु न्यू भिडियो। आजको नयाँ भिडियोमा हजुरलाई स्वागत छ। र अब नेपालतिर जाने प्रोग्राम चालु हुन लागिसक्यो, त्यही भएर अब जान्छु हैन। आज शपिङ गर्न जानु छ हैन। नस्तो संस्था खाएर नुहाइधुवाइ गरेर हैन चिटिक्क परेर अब हैन शपिङ गर्न जाने हो। हेरौँ अब के सामान धेरै लिन छ, हेरौँ देखौँ। आज दाइको पनि छुट्टी थियो, त्यही भएर अब थोडा सा अब साजन दाइ र म अब शपिङ गरेर आउँछ हैन। हजुरले नि हेरिदिनु होला र मेरो भिडियो सकेसम्म सेयर गरिदिनु होला हैन। पता नि के भन्छ, अहिले भ्युज पनि आएकै छैन। अल अफ यु हैन, सब्सक्राइब एन्ड लाइक कमेन्ट सबै गरिदिनु होला। ठिक चलो चलो चलो, मलाई आज घाम लाग्छ यार। शपिङ गर्न जाँदैछौँ यार। अरे तपाईँले पनि यार जालन्धर इज टु मच ब्यूटीफुल प्लेस बोलते हैं ना, वो है। I don't know, but ह्यूमन भी बढ़िया ही होंगे भाई। जो आता नहीं है मजा ही रहा है क्या भाई। लगा हुन्छ क्या अलि जो बन कर लेना हल्का हल्का पेट्रोल पम्पमा आएको होइन। थोडा सा हाम्रो खत्म भयो कि पेट्रोल खत्म भयो, र यहाँ थोडा सा पेट्रोल भरेर फेरि हामी शपिङ गर्न जाँदैछौँ होइन। त्यसो हुन्छ नि कहिले कहिले शपिङ गर्न जानु भनेको होइन। पुरा यस्तो जाम परिरहेको छ हाम्रो ड्राइभर, कहाँ पुरा जाम छ यार, जाम 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 जाम। यस्तै होइन हिँड्नुपर्छ त्यो गर्ने अब होइन। खासमा हिँड्दा अब यो अस्तिकोमा आएको अब हिँड्दै आएको उता नि लास्टै भिड थियो, त्यही पनि बल्ल बल्ल अनि आइयो भन्ने। अनि आनु दाइबाजी आज बाल जयन्ती अरे, बाल जयन्ती हो होइन। यति जाम लगाइरहेको छ यार, दिमाग खराब भइरहेको छ। हो यार कहिले पुगिला भन्ने थाहा पनि छैन यार। शपिङ कहिले गर्ने हो यस्तो चलमालाले, यस्तो लाग्छ यहाँ भिड। आज बाल जयन्ती होइन, त्यही भएर जी वो जाओ यार। हाँ जी मेला नहीं, हाँ जी वही देख रहा हूँ बोल रहे हैं। शपिङमा आइसकेको होइन। यसो शपिङ गरेर पनि अब जाने बेला भइसक्यो होला होइन। त्यही लगेको टी सर्ट पाइदामा होइन। थोडा सा यहाँ होइन गरेँ। अब दाइले पनि आफ्नो कपडा छान्नु भइसक्यो होइन। मैले पनि त गरिसकेँ। फेरि हजुरलाई पेन्ट देखाउनु बाटो थियो। फाइनली होइन शपिङ गरेर अब थोड़ा सा नास्ता गर्न आएको यार। यस्तो भोक लागिरहेको छ यार,
बिहानदेखि यार सपिङ गर्न र त्यो गर्न चाहिँ मात्र आएको रहेछ होइन खानु हावामा खाने त हो इन्डियामा त हावामा आएको रहेछ पुरा प्याकिङ गरेको बर्गर खानु लागि मोमो पनि या भाइ भोक लाग्थेन जस्तो हेर फाइनली होइन सपिङ गरेर आइयो होइन कपडा उता छ होइन दुईवटा मोबाइल ल्यायो होइन और एउटा परफ्युम ल्याएको जुत्ता ल्याएको और कपडा उता छ होइन पुरा सपिङ गरेँ होइन बिहानदेखि रातिसम्म यार एउटा सामान धुँदा धुँदै बर्बाद भयो क्या त्यही भएर बहुत टाइम लाग्यो होइन यहाँ बाल काट्ने टाइम भएन पैसा झिक्ने टाइम भएन अझै भोलि पनि छ टाइम भोलि प्याकिङ गर्नु छ होइन भोलि प्याकिङको टाइम गराने हो पछि नेपालतिर निस्किने हो भनेछु होइन यति नै हो र मेरो भिडियो हेर्नुभएको छ लाइक सब्सक्राइब एन्ड बेल नोटिफिकेसनको अल त सेट गर्नु होला र सुनको घडी पनि लगाएको छु क्या धनी हुन परेन चेप्पो लगाएर